हजुरहरू सबैजनालाई जय मसी। म भाइ रूपस राव, हाल मलेसिया। र आज चाहिँ तपाईँ हामीहरूको बिच को हुनुहुन्छ त? परमेश्वर हुनुहुन्छ। र परमेश्वरले सृष्टि गर्नुभएको थोकहरू कति दिनसम्म थियो र परमेश्वरले कति दिनमा चाहिँ विश्राम लिनुभएको हो भन्ने कुराहरू हामी बाइबलद्वारा हामी एक एक वचन हामी अध्ययन गर्नेछौँ। हामी धेरै हेर्दैनौँ, 3टा वर्ष हेर्छौँ आज, मात्र 3टा है। पुरानो करार मात्र हेर्छौँ, हामी नयाँ करारमा हामी हेर्दैनौँ। हामी उत्पत्ति 2:7 एउटा वचन अध्ययन गर्छौँ है। उत्पत्ति 2:7 उत्पत्ति 2:7 होइन, उत्पत्ति 2:1 उत्पत्ति। यसरी आकाश र पृथ्वी अनि तिनीहरूको सम्पूर्ण जमातको सिर्जना सिद्धियो। आकाश पृथ्वी के जमात सिद्धियो भनेको छ। अनि हेर्दैछौँ हामी। अनि 7औं दिनमा परमेश्वरले आफ्नो काम जो उहाँले बनाउनु भएको थियो सिद्ध्याउनु भयो। अनि 7औं दिनमा उहाँले आफूले बनाउनु भएका आफ्नो सबै कामबाट विश्राम लिनुभयो। अनि परमेश्वरले 7औं दिनलाई आशिषित पार्नुभयो र त्यसलाई पवित्र तुल्याउनु भयो, किनकि त्यही दिन उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो जो परमेश्वरले सृष्टि गरेर बनाउनु भएको थियो। परमेश्वरले 7औं दिनमा के गर्नुभएछ? 7औं दिनमा अथवा 6 दिनसम्म परमेश्वरले के गर्नुभयो? काम गर्नुभयो। र 7औं दिनमा स्वयं परमेश्वर आफैले के गर्नुभएको छ? विश्राम लिनुभएको छ। हामी यस्तै वचन हामी फेरि हेर्छौँ है। धेरै विश्लेषण गर्न नपाइने भयो होइन, सर्टकट हेर्नेछौँ है। हामी यो परमेश्वरको वचन हो, तुच्छ हामीले ठान्न हुँदैन। अनि फेरि के भन्नुभएको छ परमेश्वर? हेर्दै जाउँ। हामी 8मा हेर्छौँ फेरि। अहिले उत्पत्ति हेऱ्यो भने अहिले प्रस्थानमा हेर्छौँ है। प्रस्थान 20:8-13 विश्राम दिन पवित्र मान्नलाई यसको सम्झना राख्नु। 9 6 दिन तिमीले परिश्रम गरेर गर्नु र आफ्ना सबै काम गर्नु। 6 दिन तिमीले परिश्रम गर्नु, आफ्नो सबै के गर्नु? काम गर्नु। तर 7औं दिन चाहिँ तिम्रा परमेश्वरले विश्राम दिन हो। यसमा तिमीहरूले कुनै काम नगर्नु, न त तिम्रो छोराले, न त तिम्री छोरीले, न त तिम्रो कमाराले, न त तिम्री कमारले, न त तिम्रा गाईबस्तुले, न त तिम्रा मूल ढोकाका भित्र बस्ने तिम्रो परदेशी, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो र 7औं दिनमा उहाँले विश्राम लिनुभयो। यसै कारण परमप्रभुले विश्राम दिनलाई आशिषित दिन भएर त्यसलाई पवित्र तुल्याउनु भयो। विश्राम दिन हो, कुन दिन?